हेलो गुड मर्निङ फ्रम पोथना। यो चाहिँ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 7 मा रहेको छ। हामी यहाँ चाहिँ पोखरादेखि एक दिनमै आउन सकिन्छ। कस्तो लाग्यो पोथना? राम्रो लाग्यो। पोथना मर्ती हिमाल पदयात्रा मार्गमा अवस्थित एउटा सानो गाउँ हो। मर्ती हिमाल पदयात्रा मार्गको सुरुवात भएसँगै पोथना गाउँको विस्तार भएको हो। समुद्री सतहबाट करिब 1900 मिटरको उचाइमा रहेको यो अन्नपूर्ण आधार शिविर मर्ती हिमाल लगायतका ठाउँहरूमा ट्रेक जाने पदयात्रीहरूका लागि प्रस्थान बिन्दु तथा विश्राम स्थलका रूपमा परिचित छ। अन्नपूर्ण र माछापुछ्री हिमालका मनमोहक दृश्यहरूका साथै शान्त वातावरण र प्राकृतिक सौन्दर्यको आनन्द लिँदै आराम गर्न र उच्च उचाइको हावापानीसँग घुलमिल हुन उत्कृष्ट ठाउँ बनेको छ। पोखराबाट करिब 26 किलोमिटर उत्तर पश्चिममा अवस्थित पोथना पैदल वा सवारी साधन दुवै माध्यमबाट पुग्न सकिन्छ। लामो ट्रेक गर्न नसक्नेहरूका लागि छोटो हाइकिङको अनुभव लिन सकिने ठाउँ हो। पोखराबाट नजिकै भएर पनि यहाँ पुगेपछि सहरको भन्दा बिल्कुलै फरक वातावरण महसुस हुन्छ। त्यसैले एक रात प्रकृतिसँग बिताउने योजना छ भने पोथना उत्तम विकल्प हुन सक्छ। पोथना आइपुग्दा पहिलो अनुभूति नै यहाँको चिसो वातावरण हो। पोखरामा गर्मीले उकुस मुकुस हुँदा पोथनालाई भने गर्मीले छोएकै हुँदैन। पोथना पुग्दा दुईवटा पदमार्ग छन्। काँडे हुँदै अस्ट्रेलियन क्याम्पबाट जाने वा धम्पुस हुँदै जाने। अस्ट्रेलियन क्याम्पबाट करिब 30 मिनेट र धम्पुसबाट करिब 1 घण्टाको पैदल यात्रापछि पोथना पुग्न सकिन्छ। पोखराको हरिचोकबाट काँडेसम्म आउने बस पाइन्छ। काँडेबाट हाइक सुरु हुन्छ र 1.5 घण्टा अथवा 2 घण्टामा अस्ट्रेलियन क्याम्प पुग्न सकिन्छ। हिँड्न मन पराउनेहरूका लागि काँडेबाट जाँदा उत्तम हुन्छ। फर्कदा चाहिँ धम्पुसबाट झर्दा राम्रो। पोथनाबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य विशेष रूपमा मनमोहक हुन्छन्। हिउँले थाकिएका हिमश्रृङ्खलाका चुचुराहरू सुनौलो रङमा रङ्गिएका हुन्छन्। पोथना पदयात्रीहरूका लागि प्रकृतिसँग नजिकिने र स्थानीय संस्कृतिको अनुभव गर्ने अवसर प्रदान गर्ने स्थल पनि हो। रातिको खाना, बिहानको खाजा र बाससहितको प्याकेज जम्मा पर पर्सन 1200 रुपियाँ रहेको छ। यहाँ इलेक्ट्रिसिटी, मोबाइल नेटवर्क र वाइफाईको पनि सुविधा उपलब्ध छ। होटल र चिया पसलहरू छन् जहाँ न्यानो आतिथ्यता र परम्परागत नेपाली खानाको स्वाद लिन सकिन्छ।